चिसो मौसमलाई मध्यनजर गर्दै डिभाइन युथ क्लब र श्री राधा माधव समिति नेपालले विभिन्न विद्यालयहरूमा न्यानो वस्त्र वितरण कार्यक्रमको आयोजना गरिरहेको छ। यस क्रममा पुस 10 गते डिभाइन युथ क्लब नेपाल कास्कीद्वारा मादी गाउँपालिका 12 स्थित श्री भगवती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरियो। यो न्यानो वस्त्र तथा शैक्षिक सामग्री जुन उपलब्ध गराउनु भयो उहाँहरूलाई हामी आत्मैदेखि धन्यवाद दिन चाहन्छौँ। पोखराबाट दूरीको हिसाबले नजिक भए पनि यो विकटमा आएर चाहिँ तपाईहरूले चाहिँ यो खालको चाहिँ बच्चाहरूलाई चाहिँ देखाउनु भएको छ, यो शिक्षा प्रति देखाउनु भएको छ। तपाईहरूको चाहिँ म खुलेर प्रशंसा गर्न चाहन्छु। पुस 4 गते श्री राधा माधव समिति र डिभाइन युथ क्लब धनगढीको संयुक्त आयोजना तथा सहकार्यमा कैलालीको गोदावरी नगरपालिका 9 धनचौरी स्थित श्री समयजी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरियो। यसअघि मङ्सिर 19 गते डिभाइन युथ क्लब नेपाल धनगढी केन्द्रले कैलालीको धनगढी उपमहानगरपालिका 12 स्थित श्री मुक्तिनाथ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई जाडोको मौसममा राहत पुर्याउने उद्देश्यले न्यानो वस्त्र वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको थियो। पुस 10 गते श्री भक्ति मन्दिर श्यामाश्याम धाममा जगद्गुरुतम श्री कृपालुजी महाराजले नामाकरण गरिदिनु भएको मेरी राधे दिवस भव्य रूपमा मनाइयो। पुस 5 गते माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा एवं खानेपानी मन्त्री श्री राजेन्द्र सिंह भण्डारीज्यूले श्री भक्ति मन्दिर श्यामाश्याम धामको श्रद्धापूर्वक दर्शन तथा अवलोकन भ्रमण गर्नुभयो। अनिश्चितताकै गर्भभित्र अपार सम्भावनाहरू लुकेका हुन्छन्। त्यसरी अपार सम्भावनाहरूको खोजी गरेर मुलुकलाई चाहिँ एउटा सही दिशातर्फ उन्मुख गराएर त्यो दिशातर्फ उन्मुख गराउने क्रममा चाहिँ कृपालुजी महाराज जगद्गुरुको कृपा यहाँहरू सबैमा हाम्रो मुलुकलाई हामी सबैलाई रहि नै रहनेछ भन्ने अपेक्षा लिएको छु। पुस 6 गते परेको विश्व ध्यान दिवसको अवसरमा श्री राधा माधव समिति र सम्बद्ध संस्थाहरूद्वारा विभिन्न स्थानमा आध्यात्मिक कार्यक्रमहरू सम्पन्न भएका छन्। यसै उपलक्ष्यमा स्याङ्जाको पुतली बजार स्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई व्यवहारिक ध्यान अभ्यास गराइयो भने भक्ति मन्दिर श्यामाश्याम धाम ठिमीमा विशेष रूप ध्यान साधना सञ्चालन गरियो। त्यसैगरी झापाको दमकले पनि एक दिने आध्यात्मिक शिविर स्पिरिचुअल रिट्रिट सफलतापूर्वक सम्पन्न भएको छ। त्यस्तै डिभाइन युथ क्लब कास्कीले पनि रमणीय स्थलमा रूप ध्यान सहितको आध्यात्मिक रिट्रिटको आयोजना गर्यो। यसैगरी श्री राधा माधव समिति नेपाल दाङका 2 प्रमुख केन्द्रहरूले आफ्नो स्थापना दिवस भव्यताका साथ मनाएका छन्। मङ्सिर 27 गते घोराई केन्द्रले आफ्नो 16औं वार्षिक उत्सव र
मङ्सिर 20 गते तुलसीपुर केन्द्रले आफ्नो 15औं वार्षिक उत्सव विशेष सत्संग र सांस्कृतिक कार्यक्रमका साथ सुसम्पन्न गरेका छन्। मङ्सिर 20 गते नै स्याङ्जा स्थित श्री राधा माधव समिति पुतली बजार केन्द्रमा 9औं सत्संग हल उद्घाटन दिवस भव्य रूपमा मनाइएको छ। मङ्सिर 18 गते श्यामा श्याम सत्संग पोखराले श्री भक्ति मन्दिर समुद्घाटनको 9औं वार्षिक उत्सव सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त अवसरमा विशेष साधना कार्यक्रमका साथै बटुक सेवा आयोजना गरी सामाजिक र आध्यात्मिक सन्देश प्रवाह गरिएको थियो। यसअघि मङ्सिर 3 गते कैलालीको धनगढी उपमहानगरपालिका 7 स्थित देवरिया गौशालामा श्री राधा माधव समिति धनगढीद्वारा हरिगुरु प्रीत्यर्थ गौ सेवा कार्यक्रम आयोजना गरियो।